जब हाम्रो गाडी पनि आइसक्यो होइन, अब ठक्क लगाएर हामी जाँदैछौँ बिर्तामोड। हाम्रो चाहिँ अब 2 दिन मात्रै दोकान खुल्ला हुन्छ। अब 2 दिन दोकान खोला हो, हामी 2 दिन दोकान खोलेर हामी टुर हान्ने हो कि होइन। अनि हामी अब हाम्रो गाउँ चाहिँ यस्तै छ होइन। अब तपाईँहरूले गाउँ हेर्दै गर्नुहोस्। ए हाम्रो गाउँ चाहिँ यस्तै छ होइन। यो चाहिँ हाम्रो चोक भयो, सुभाष चोक भन्छ यसलाई चाहिँ। टक्क हामी चाहिँ गाडीभित्र बस्यो। यता चाहिँ हाम्रो ब्याग बसिरहेको छ, दोकानको चाबी साबी छ। अब हाम्रो अर्को दाइ चाहिँ उता बाहिर जानुभएको छ, यसो मधु सोध्दै लिन। हेलो गाइस, यो चाहिँ हाम्रो गाउँको बाटो होइन। अब हामी जाँदैछौँ हाम्रो पसल। तपाईँलाई अहिले हाम्रो पसलको भिजिट पनि देखाइदिन्छौँ। ठक्क लगाएर अब यता चाहिँ धान सानो उम्रेर यता खोला नाला एकदम जङ्गलहरू पनि छ, एकदम हरियाली भरिएको ठाउँमा है हाम्रो गाउँ चाहिँ। हाम्रो गाउँले ठाउँ हेर्दै जानुपर्छ। अब आयो जङ्गलहरू आएको छ, हेर्नु न यस्तो राम्रो जङ्गलहरू छ। ठक्क अब गीत पनि अब यस्तो राम्रो बजाइदिँदैछ, सुन्दै सुन्दै जाँदाखेरि पनि एकदम मजा आउने। यस्तो गीत सुन्नुपर्छ बिहान बिहान होइन। यसरी जाने हो। हाम्रो दाई, हाम्रो कमल दाई, यता चाहिँ हाम्रो सुभाष दाई। हामी चाहिँ जाँदैछौँ ठक्क। अहिले हामी चाहिँ यहाँ 7 नम्बरको बाटोमा छौँ अहिले हामी। अब हामी चाहिँ तपाईँको बसपाराक छेउ चिया बगान आइसकेको छौँ। यहाँ चिया बगानहरू ठाउँहरू भन्नुहुन्छ भने त यस्तो राम्रो राम्रो ठाउँहरू छ हाम्रो यो तपाईँको सालबारीमा। अब तपाईँहरूलाई हामी अब तपाईँहरूलाई झापा बिर्तामोड बाइक सेल भनेर हाम्रो एउटा पसल हाम्रो सोरुम छ हो, त्यसको पनि भिजिट गराइदिन्छु मैले। तपाईँ हामीसँग कस्तो कस्तो कलेक्सन छ भनेर पनि सबैहरूलाई सब देखाइदिन्छु। तपाईँले कमेन्ट गर्नु पऱ्यो, फलो गर्नु पऱ्यो होइन। तपाईँलाई भिडियोहरू मन परेमा सेयर गर्नु पऱ्यो, लाइक गर्नु पऱ्यो है, बाहिर देखाइदिनु पऱ्यो हाम्रो बाइक सेल छेत्री भाइलाई। यहाँको यो बाटो चाहिँ तपाईँको यस्तो राम्रो छ, पिच पनि भर्खर नयाँ छ होइन। तपाईँको त्यस्तो भिडहरू केही हुँदैन क्या, गाडी एकदम सनाउन गाउँले बाटो हो, गाउँले पिच हो यो चाहिँ। सिनहरू पनि यसमा यस्तो बवाल बवाल छ कि तपाईँहरूले आएर फोटोसोटो खिचेर टिकटक फेसबुकतिर हाल्न सक्नुहुन्छ। सिनहरू राम्रो राम्रो आउँछ यसमा चाहिँ, यो बाटोमा चाहिँ। धानबारीहरू पनि अब कोही 1-2 महिना पछाडि धानहरू फल्छ। अब काट्ने बेला भइसकेको हुन्छ। यो चाहिँ हाम्रो माता मन्दिर भन्छ यसलाई चाहिँ होइन। माता मन्दिर आइसकेको छौँ हामी। यहाँबाट चाहिँ तपाईँको हाम्रो पसल अलिकति अगाडि गएर यस्तो लेफ्ट दिनुपर्छ। अब हामीले पसल छिटै खोल्नु। अरू बेला हाम्रो पसल अफिस टाइम भनेको तपाईँको 9 बज्थ्यो हो। आज चाहिँ हामीले अब तपाईँको 2 दिन त हो हामीले खोल्ने, त्यहाँदेखि आज बिहानैदेखि खोलिदिनु थालेको। अब तपाईँहरूलाई अबदेखि चाहिँ अब तपाईँहरू बिहान पनि आउन सक्नुहुन्छ हाम्रो पसलमा। यो चाहिँ तपाईँको यहाँनिर लोटस अगाडिको ढुङ्गा ग्राउन्ड भन्छ, यसमा चाहिँ मेला सेला लाग्ने यताउति प्रोग्रामहरू हुन्छ। तपाईँहरू जाँदै हुन्छ। फाइनली हाम्रो अफिस पनि आइसकेको छ। यहाँ हिमालचोक 1 बाइक सेल छेत्री भनेर चाहिँ यो हो हाम्रो पसल।
हेर्नु हाम्रो एउटा बाइक पनि आइसकेछ हामीले यो चाहिँ मगाएको थियौँ यो बाइक पनि आइसकेछ यो चाहिँ हामीले मगाएको थियौँ अब आइसकेछ ओ हाम्रो पसल पनि हेर्नु सक्नुहुन्छ यो हाम्रो बाइक आइसकेछ ठक्क लगाएर राइडर